हाई गाइस, स्वागत छ तपाईँहरूलाई फेरि पनि मेरो यो नयाँ ब्लगमा। आज चाहिँ हामीले पराठा बनाउँदै थियौँ, आलु पराठाको लागि चाहिँ हामीले यहाँ पिठो मोलेर राखिसकेका थियौँ। यता चाहिँ आलु पनि उसानेर राखेर अनि आलु मिक्स गर्न लगाएको थियौँ। आलु मिक्स चाहिँ मेरो भाइ अभिषेकले गरिरहेको थिएँ है। हामीले चाहिँ आलुमा खुर्सानी, धनियाँ, हरियो अनि त्यसपछि मसलाहरू राखेको थियौँ। मसला बनाइसकेपछि यसरी हामीले एउटा पराठा पनि बनाइसकेको थियौँ। एउटा त के दुईवटा बनाइसकेको थियौँ। एउटा चाहिँ आधा खाइसकेको थियो भाइहरूले अनि अर्को चाहिँ बन्द थियो। अनि बत्ती गइरहेको थियो त्यही टाइममा। बत्ती गए पनि ठिक छ, म भिडियो बनाउन छोड्दिनँ भनेर चाहिँ बनाइरहेको चाहिँ हेर्नु न, हाम्रो भाइ अभिषेकले कस्तो राम्रो गोलो रोटी हालेका छन्। तपाईँहरूलाई पनि चाहिन्छ भने सम्पर्क गर्नु होला, म चाहिँ उसलाई पठाइदिन्छु हाल्नको लागि है। इट्स जस्ट जोकिङ। अनि यो चाहिँ भाइ मेरो साथी जस्तै छ कि है, दिदीबहिनी टाढा भए पनि उसले चाहिँ दिदीबहिनी जस्तो गरी बस्छ है, कहिले एक्लो हुन दिन, नहसाउँछ, खेलाउँछ। अनि त्यसपछि बनाइदिएको चाहिँ हेर्नु न ऊ अल्छी कसरी खाइरहेको छ। थ्याङ्क यू।